अर्काले बजाइसक्यो मैले खाइसकेको छु मैले चाहिँ खाएको छुइनँ उहाँहरूले चाहिँ खाइसक्नु भयो सो गाइस अहिले चाहिँ हामी बिहानको तातो पानी त आइपुग्यो तर डेरा चाहिँ कुन नकुन भयो यहाँ डेरा बुक गरेको पनि उयो भएन हौ कन्फर्मै भएन कहाँ हो कहाँ सो भ्यू गाइस हामीले चाहिँ फर्स्टमै पूजाहरू गरिसकेर चाहिँ अब जाँदैछौँ उता Hello everyone, welcome back to Ravina Gurung channel, and if you guys are new to my channel, don't forget to like, share and subscribe. So guys, आज भन्न जाँदैछौँ हामी hot spring and यो hot spring चाहिँ West Sikkim को जाँदैछौँ guys. Though I belong from the West Sikkim only. अन्त guys यसरी नै हामी निक्लिँदैछौँ घरबाट र को जाँदैछौँ त्यो पनि बादमा शेयर गर्नेवाला छु. And guys, when I was in class 6 त्यति बेला चाहिँ हामी भन्दा नि गएको थियो है फ्यामिलीसँग hot spring. So त्यति बेला एकदम सानो थियो त्यस्तो मेमोरिज छैन. So this time चाहिँ म हरेक कुरा शेयर गर्नेवाला छु मेरो भ्लगमा है तातो पानीमा कसरी हामी टाइम स्पेन्ड गर्छ है कतिको मोमेन्टहरु इन्जोय गर्छ हरेक पलहरु तपाईहरुसँग शेयर गर्नेवाला छु र यसरी नै हामी गाडी रिजर्भ लिएर गयो आधी बाटोसम्म है सो को जाँदैछौँ अहिले बादमा शेयर गर्नेवाला छु सो कीप वाचिङ एन्ड इन्जोय गर्नुहोस् होला मेरो हट स्प्रिङको भ्लग सो गाइस फाइनली हामी चाहिँ यहाँ जिरोसम्म आइपुगेको छ हैन यहाँ चाहिँ किन जिरो भन्छ भने चाहिँ रोड चाहिँ यहीँसम्म एन्ड भएको छ गाइस हेर्न सक्नुहुन्छ हैन सो यहाँदेखि चाहिँ अब हामी वक गर्नुपर्ने हुन्छ अन्त अब 3 जना चलो अब यहाँदेखि उन्दो जानुपर्ने हुन्छ हैन सो यो साइटहरु चाहिँ बोरोङहरु रहेछ कर्जी यहाँ देख्दै रहेछ यहाँनिर गाइस अलि देखाउँदैछु यो चाहिँ सबै बोरोङ साइट हजुर फाङताङ कता यता हजुर हजुर ए सस्तो अब यहाँदेखि चाहिँ वक गर्नुपर्छ ल चलो चलो हेर्नु उयो बाख्रा हेर्न नबिने दिस यही रहेछ कस्तो भनेको हो हेर्नु त सेम छ त उ पूजा छ त हजुर आज चाहिँ हिँडाइ खट्टा हुने पर्यो हाम्रो हैन सो आहो अरू चाहिँ हैन मलाई चाहिँ साह्रो पर्छ अहिले त खुट्टा एक्सिडेन्ट भएकोदेखि त गाइस साँच्चै नै पुरै दुख्छ खुट्टा हो के छैन तर पनि हिँड्छु म ल हामी चाहिँ आधी बाटोमा लामे लुगाहरू सबै झऱ्यो आऊ बिस्तारी आऊ बिस्तारी यस्तो छ हाम्रो कान्छीको हिँडाइ चाहिँ हैन आऊ यसरी हेर्नुपर्छ भन्नु न त्यस्तो खिल्ली हुन्छ उले झन् खिल्ली बनाउनुस् न मैले म चाहिँ भ्लग गर्दै हिँड्दैछु हैन मेरो भारी त बेसी छ यहाँ हेर उसको स्लिपिङ ब्याग मेरो स्लिपिङ ब्याग हो त गाइस जिउ अनुसारले बोक्नु पर्यो नि त गाइस स्लिपिङ ब्याग पनि फाइनली हामी चाहिँ पुगिसकेको छौँ पुगिसकेकै चाहिँ छैन हैन माथिदेखि हामी यहाँ भ्यू हेर्दैछौँ देख्न सक्नुहुन्छ यी तलनिर डेराहरू देख्दैछ गाइस यही डेराहरू हो सो अब पुगेकै बराबर अब 10 मिनट्स लाग्छ तल पुग्नु पूजा ठिकै बहिनी कम सो गाइस भरे देखाउने वाला छु तपाईहरुलाई अरुको क्लिप बाइ बाइ यस हामी पुग्यो ये गाइस तातो पानी त आइपुग्यो तर डेरा चाहिँ कुन नकुन भयो यहाँ डेरा बुक गरेको पनि उयो भएन हौ कन्फर्मै भएन कहाँ हो कहाँ सो भ्यू हेर्नु पर्दाखेरि जस्तो देख्दैछ गाइस अहिले फिलहालको लागि परसम्म रहेछ डेरा गाइस फाइनली आज हामी पुगिसकेको छौँ आजको हाम्रो डेरामा उयो देखेर सो यो छ आजको हाम्रो सुत्नुपर्ने स्थान कस्तो भयो मजा आयो होइन मजा आयो हाम्रो डेरा चाहिँ भित्र छ गाइस यसको भित्र हामी बस्नुपर्ने किचनहरू जस्तो हुन्छ यहाँ चाहिँ हामी पुगेर अब चिया खाँदैछौँ यसरी हो मजा आयो त्यो हेरे पूजा मजा आयो चिया जस्ट अलिकति मलाई बाटो चाहिँ डर लाग्यो मात्रै हो नत्र त मजा आयो यतिकै भोक लागेको छ यसलाई पनि यो 3 प्याकेट त सक्यो त तिमीहरूले मैले त चिया खाउँ न अन्त म खाँदिनँ मलाई मेरो मन पर्दैन गाइस म जङ्क फुड छोडेको नि त आज एक दिनको लागि सो गाइस अब हामी चाहिँ खाजा खानु आँटेको म्यागी अर्काले बजाइसक्यो मैले खाइसकेको छु
मैले चाहिँ खाएको छुइनँ उहाँहरूले चाहिँ खाइसक्नु भयो अहिले चाहिँ हामी यहाँ सक्छ नि उयो अन्त पूजा गर्दैछ दुईजना चाहिँ गाइस हामीले चाहिँ फर्स्टमै पूजाहरू गरिसकेर चाहिँ अब जाँदैछौँ उता डेरापट्टि होइन पहिला चाहिँ यता थियो गाइस जब म सानो भएको थिएँ नि त्यति बेला चाहिँ यो एरियामा चाहिँ डेरा हुने गर्थ्यो होइन सो दिस टाइम चाहिँ उता चेन्ज गरेको रहेछ होइन हेर्नु सक्नुहुन्छ ओ बहिनीहरू त्यहाँ छ सो अब चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ गएर एकछिन गर्नुपर्ने होइन गर्नुपर्छ गाइस हो सो एकैचोटि अब सर्ट यसरी नै क्लिपहरू सेयर गर्दै गर्छु तपाईँहरूलाई इन्जोय गरिदिनुहोस् होला गाङ्गेप हट स्प्रिङको पर मान्छे कुनीको जान्दैछ उतै अहिले चाहिँ हाम्रो रातिको डिनर हुँदैछ यहाँनिर हो सबै त्यो बे हामी चाहिँ खानाहरू खाएर आएर चाहिँ अब यहाँ सुत्ने होइन अन्त हाम्रो सुत्ने जग्गा चाहिँ अब यस्तो छ अनि यहाँ पूजाको स्लिपिङ ब्याग चाहिँ बिचरा बेसी डल्लो भएर यत्रो स्पेस छ अझै डल्लै छ खुट्टा चाहिँ यहाँसँग मात्रै पुगेछ होइन यहाँ छैन यता हेर भाइ चाहिँ यहाँ सुत्छ हो भाइको यहाँ छ म चाहिँ बिचमा होइन अब चाहिँ सुत्नुपर्छ अब एकैचोटि बिहान 3 बजीतिर फेरि जानुपर्छ होइन भाइ हामीले लुगाहरू यसरी सुकाइरहेको छ यहाँनिर है अब एकै भिजाको चाहिँ भुली मात्रै देखाउनु होला छ बिहान भिडियोमा गाइस अब चाहिँ हामी भिजेर पनि आएर रेस्ट गरेर खानाहरू खाएर पनि फेरि सुतेको अब बिहान चाहिँ बिहानको क्लिपमा चाहिँ देखाउनु होला छ तपाईँहरूमा भिजेको गाइस सो गाइस अहिले चाहिँ हामी बिहानको 4:30 भएको छ होइन अन्त हामी चाहिँ अब बित्नु जाँदैछौँ होइन 3 बजी उठौँ भनेको तर ढिलो भएछ नि त गाइस होइन ढिलो चाहिँ अब उठ्ने चाहिँ भएको थियो 3 बजी अब चाहिँ जाँदैछौँ हामी भिज्नु होइन ल यहाँ छ भिज्नु गएकै हो तपाईँलाई उठ्नु पाउँछ अन्त लास्टै बिस्तारै हुनु अन्त हामी चाहिँ बिहानै भिजेर चाहिँ दिनको रेस्ट गर्ने नि त त्यही भएर गाइस होइन गाइस अहिले चाहिँ हामी यहाँनिर मर्निङको भ्यू हेर्न आइरहेको छ है अहिले बजिरहेको छ 9 देखाउनु पर्दा चाहिँ यस्तो छ परसम्मै जानुभयो दिदी परसम्मै कारण त्यहाँ पनि रहेछ नि एउटा पर नि उयो दुख्ने गाइस हामीले चाहिँ 2 नाइट स्पेन्ड गऱ्यौँ हट स्प्रिङमा र 3 दिन बादमा चाहिँ हामी ब्याक भयो घर सो यसरी बाटोमा आउँदा आउँदै म ब्लग गर्दैछु है लास्ट भ्यूहरू देखाउँदैछु होइन सो तातो पानीको ब्लग तपाईँहरूले इन्जोय गरिदिनु भयो होला सो अन्त यसरी नै फर्किँदै थिएँ होइन फर्स्टमा त राम्ररी फर्किँदै थिएँ गाइस तर बादमा म बिमार पनि भएँ है हिँड्नु नसक्ने अवस्था भएको थियो मेरो एकदम प्रेसर लो भएर अचानकमा बिमार भएर होइन सो हेर्नुहोस् होला है मेरो लास्टमा चाहिँ अवस्था कस्तो भएको थियो त्यही कारण राम्रो ब्लग पनि बनाउनु पाइनँ लास्ट डेको चाहिँ बाटोमा हिँडेको होइन सो हेर्नुहोस् होला भाइले के भन्दैछ सो बाई बाई गाइस